सम्पर्कमा मैले यो घर जाने उपलक्ष्यमा जाने साइदै चुरेछ सायद होइन चुर्यो ड्युटी पनि नजिक पर्यो अरे हामीमा जानु त पारी जङ्गलमा होइन गाडी जुन हामी जानेमा है डिस्टेन्समा हेर्नु हामी त हामी बारी जाने गएछ मेरो कुपरबाट हिँड्दै आउनु त जानु के छ भने कस्तो छ कस्तो भइरहेछ एकदम रमाइलो छ यार भाइ आज भाइले घुम्न ल्याएको ठाउँ कस्तो छ एकदम राम्रो लाग्यो होइन दाइलाई समुद्र घुम्न मन लागेको थियो अरे मलाई चाहिँ नि समुद्र घुम्नलाई बहुत मन लागिरहेको थियो म अहिलेसम्म समुद्र आएको पनि थिइनँ नेपालमा चाहिँ नि सानोतिनो डुङ्गाहरू त चढिरहेको थिएँ केपी ओलीको यो टोपी ओलीको यो चाहिँ मलेसियाको हाम्रो देशमा पनि सम्भव त छ के लगभग 2-4 किलोमिटरको यात्रा गराउने हो भने आय स्रोत पनि हुन्छ र धेरैले रोजगार पनि पाउँछ भन्ने लागिरहेको सायद गएर सोच गर्नुपर्छ क्या हो 2-4 जना साथी मिलेर होइन हस् त थ्याङ्क यू जङ्गल आइपुग्यो त साथीहरू हामीले अब यस्तो घुम्दै आइपुग्यो जङ्गलतिर कहाँबाट कहाँ आयो उहाँबाट आज यसो दाइलाई यसो घुमाउने रहरले मलाई मेरो पनि घुम्ने इच्छा पुरा भयो त्यो खुसी लागिरहेछ साथ अब हामी जाँदैछौँ यो पारीपट्टि सर्टै पारी कहाँबाट यसो हाम्रो बैठक हुन्छ दाजुभाइको रमाइलो हुन्छ यसो इन्जोय हुन्छ अनि चट्टै टिटो बनाइन्छ मजा हुन्छ त्यस आज दाइ जान आँट्नु भएको छ नि त होइन दाइ यसो जाँदाखेरि यसो दाइलाई पनि घुमाउनु रमाइलो गराउनु पऱ्यो अनि भर्षक आज मेरो छुट्टी पनि हुन्छ होला म त अलिक पर हेर्दाखेरि पर त जङ्गल जस्तो हो नि त होइन समुद्र भनेर थिएँ यसलाई पनि समुद्र भनेर क्या मैले परबाट हेर्दाखेरि तर जङ्गल रहेछ क्या बाबा त हामी चाहिँ एकदम हावा फेरि यस्तो पानी आएको नि कहाँ आइपुग्यौँ हामी कहाँ आइपुग्यौँ ए हामी ठाउँमा आइसक्यौँ है र 1 घन्टाको जहाजको यात्रा बल्ल ठाउँमा आइसक्यौँ 1 घन्टा पानी जहाजको यात्रा गरेर होइन ल साथीहरू हामीले आइपुग्यौँ अब यहाँ चट्टै उत्रिने हो पारी जाने यसो घुमघाम गर्ने हो दही चिउरा रोटी के सबै खाइदिने होइन त दही चिउरा रोटी खान्न खाने दही चिउरा रोटी खान्न खाने ओ माई गॉड ल फाइनली हामी आइपुग्यौँ
हाम्रो डेस्टिनेसनमा अब हामी यहाँबाट घुम्न जानेछौँ, भिडियो बनाउँछौँ, छट्टै फोटोसोटो खिच्दैछौँ मजाले। दामी ठाउँ छ, साथीहरू मलेसियामा को हुनुहुन्छ सबैजना आउनु होला। दामी हो त्यहाँ। हामी चाहिँ अहिले दाजुभाइ पारी घुम्न आएको। घुम्न त आयो तर सबै यो कता हो कता गाउँतिर आइएको छ। म पनि छक्क पर्छु कता हो जानुपर्ने। हामी गाउँ घुम्न आइएछ यतातिर, कतातिर आइयो पनि। कस्तो खालको गाउँ हो यो, सबै चाइनिज गाउँ छ, चाइना। तलै पानी माथि घर बनाएर बस्नु भएको सबैजना। यो समुद्र पारी छ त समुद्र पारी छ भनेर पारी आएको। फर्स्ट एडी आएको, कता घुम्ने के हो केही थाहा छैन। दाजुभाइ कुदेको छ माई गड। चाइना गाउँ घुम्दा घुम्दा बल्ल बल्ल हामी सही ठाउँमा आइपुग्यौँ। सुनकुखुरा सुनकुखुरा ल है, अब त सही ठाउँमा आइपुगे जस्तो लाग्यो। हामी घुम्दैछौँ दाजुभाइ। अन्त हामी जाँदैछौँ, अब कता जान्छौँ थाहा छैन। 5:30 बजीसम्मको टिकट छ। कता पुगेर आउँदो रहेछ नि त दाजुभाइ, हेर्दै गर्नु होला। ह्याप्पी चाइनिज न्यु इयर, कङ्सिफा छाई। हामी पनि बरु यस्तै एउटा लिएर हिँडेको भन्नु त यार, आनन्द लिएर दामी हुन्छ नि। कस्तो दामी ठाउँ हेर्नु न साथीहरू यार। समुद्र पानी तल आउँछ, समुद्रको पानी सबमा कस्तो घर बनाएको हो। यो हिँड्ने बाटो, टुरिस्ट हिँड्ने बाटो, उता होटल छ, बवाल बनायो कस्तो मजाले। सब चाइनिज बस्ती हो फेरि। साथीहरू घुम्दै सब समुद्रमाथि बिरुवा लगाएर घर बनाएको छ होइन। त्यहाँ भन्दा केही छैन। यहाँ आउनु हो क्या, त्यत्रो हिँडेको। गाइजहरू बल्ल हामी आयो, घुम्यो। अब यहाँ भन्दा त्यही छ जस्तो लागेन मलाई होइन। अन्त अन्तिम स्टेसन जस्तो हेर्नुहोस्, एउटा मछुवारे गाउँ, माझी गाउँ। पानी माथि बनाछन्। पहाड छ भन्छ पनि छ, पहाड छैन कता घुम्ने। अब फर्किने भोक लाग्यो जस्तो पनि भएको छ। त्यही त सिद्धिने फाइनली रहेछ यो।
I'll give you a big one.